Hello everyone, welcome back to my new day and new vlog. सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। सो म चाहिँ धेरै पछि ब्याक भइसकेको छु मेरो युट्युब भ्लगमा। आज चाहिँ बिहान बिहानै उठेर कहाँ हिँड्दैछ त यो केटो आज कहाँ हिँड्दैछ त्यस्तरी भन्दा म चाहिँ आज बिहान बिहान उठेर ट्याक्क पारेर ड्युटीतिर चल्दिएको छ। ड्युटी फेरि जङ्गल ड्युटी यस्तो जङ्गल ड्युटी गर्दै हिँडिरहेको छ। आज चाहिँ फेरि धेरै पछि भ्लग बनाएको भएर कस्तो त्यो बोल्न पनि अप्ठ्यारो हुन्छ नि। त्यो मोबाइलतिर यसरी समात्नु सकेन भने हात दुखे जस्तो भर्खर सुरु गरेर हात दुखिसक्यो। अन्त म चाहिँ टक्क घरबाट चिया बिस्कुट खाएर टक्क लगाएर अनि ड्युटीतिर चल्दिएको। त्यही नै हो हाम्रो हरियो वनलाई चाहिँ के भन्छ अब बिर्सेँ केही नै लेट्स गो। हेर्दै गर्नु होला सबैजनाले अञ्जितसँग यो भ्लग धेरै पछिको भ्लग हो र इन्टरटेनमेन्ट त्यस्तै होला, तैपनि इन्टरटेनमेन्ट गरिदिनु होला। यहाँ तल नारायणको तिरमा आइसक्यो। मेरो ड्युटी हुने नारायणको तिरतिर नै हो। सो सबैजना हेरिदिनु होला, मस्त रहनु होला, घर यस्तरी सिधी हेरिदिनु होला अनि लाइक पनि गरिदिनु होला र सक्दो सेयर गरिदिनु होला। अनि कस्तो लाग्छ होइन अन्तिममा कमेन्ट पनि छोडिदिनु होला। यही हो हाम्रो खोला। के होला यो हो सेती खोला। यो चाहिँ सेती खोला होइन। अब हामीले टक्क लगाएर माथितिर जानुपर्ने हुन्छ। यो पनि माथि पुलमा त्यहाँ चाहिँ किन जानु लाग्यो त नि, यस्तो के काम हो यस्तो बिहान बिहानै? ओ माई गॉड भन्ला मेरो काम हो वनको हेरचाह गर्ने। वनपाले यस वनपाले गाइस। ल सर्लक्क लगाएर यो नै हो हाम्रो भ्यू नजारा। यहाँबाट घाम उदाउँदैछ होइन। यही हो बाटो जाने बाटो खेल्नु पुग्थ्यो मुक्त माथिबाट। त्यहाँबाट छिटो पनि हुन्थ्यो तर के गर्नु मलाई थाहा छैन त्यहाँको बाटो। किनभने म फेरि आफै वनपाले फेरि आफै हरायो भने टेन्सन। त्यसैले यो बाटो त थाहा छ मलाई, त्यसले म यो बाटो जाँदैछु। लेट्स गो गाइस, सबजना हेर्दै गर्नु होला। लडी वहाँ माथिदेखि यहाँ तल सिधी खोलासम्म हिँड्दै जङ्गलको बाटो हुँदै आउने व्यक्ति मै हो। तर बाटो चाहिँ यहाँबाट फेरि सम्झा रहेको। अब खोलाको तिरतिर जानु पर्यो होइन गाइस। यही नै हो। कति हाल्डाको मोबाइल नहाल्डाकन बनाउन सक्दैन होला फेरि के गर्नु त नि। यस्तै छ अब अरूको जस्तो भयो परेन मोबाइल। आफ्नो त उही हो आफै थाहा पाउनु होला तपाईँहरू होइन। ल लेट्स गो। टक लाएर गाइस म चाहिँ आइसक्यो आफ्नो ठाउँमा, जुन ठाउँमा ड्युटी गर्दै थियो त्यो ठाउँमा आइसक्यो। र म चाहिँ अहिले कहाँ छ भन्दाखेरि चाहिँ
तनाउने रहेछ तर चिन्दैन तपाईँहरूले बाहिर छोडिदिनु ट्याक्क लाएर होइन उही के र यहाँ सलक्क लाएर यहाँ पुल छ यो पुलबाट चाहिँ यो एरिया यता एरिया चाहिँ सब हाम्रो हो अनि यहाँ चाहिँ त जसले घाँस काटेर आउँछ यो बाटोबाट त्यो पारी लान्छ त्यस्तो मान्छेलाई चाहिँ हामीले के गर्नु पर्ने हुन्छ भन्दाखेरि हामीले चिट काट्नु पर्ने हुन्छ होइन अनि यदि उनीहरूले चिट काट्दाखेरि पैसा त्यो चिट काटेको कति चिट काट्छ त्यसको त्यति चाहिँ त्यो अनुसार पैसा दिएन भने हामीले चाहिँ घाँसबारी यहीँ समातेर राखिदिन्छ त्यही नै हो आफ्नो वनको रक्षा त गर्नु पर्यो कि कसो गाइज सही हो नि मैले भनेको कुरा ठिक हो नि त्यही नै हो मेरो ड्युटी यहाँ अझै अर्को मान्छे पनि आउनु बाँकी छ यहाँ चाहिँ 2 जना हुन्छ यो ड्युटी गर्ने मान्छे अनि म चाहिँ उहाँबाट आएको चितवनदेखि तनहुँ जिल्ला छिर्दिएको हिजो आएको आज चाहिँ यहाँ ड्युटी गर्न आइपुग्यो त्यही नै हो हेर्दै गर्नु होला सबैजनाले यही नै हो मेरो ब्लग धेरै पछि बनाएर होला त्यो बोल्नु पनि आएन होइन के बोलौँ के यस्तरी क्यामेरा हेरेर पनि बनाउन सकेन कि त्यो आँखा चाहिँ यता गइरहेछ कि सो के गर्नु यस्तै रहेछ अब गाइस म चाहिँ हराएँ घर फर्किँदै कहाँ पुगेँ बाटै चाहिँ यहाँ मन्दिर छ कहाँबाट आइपुग्यो नि यस्तो मन्दिर त्यो जङ्गलमा यस्तो मन्दिर थिएन जस्तो लागेको थियो म हराएँ गाइस गरम भयो त्यस्तै छ यहाँ मन्दिर रहेछ यो बाटो नहुने धेरै भएको थियो बाटै बिर्सेर हुनु छैन के गर्नु गाइस जङ्गल सारिने 12 बजिसक्यो 12 बजिसक्यो म घर पुगेको छैन म जङ्गलमा हराएर बसिरहेको छु यस्तो के भयो यस्तो जङ्गल पनि यस्तो जङ्गल 2 hours later घर आइसकेँ आउन त अघि नै आएको फेरि सुतेर नि उठ्थ्यो ल त्यहाँ कहाँ हराइदियो होइन म त जङ्गलभित्र कहाँ
हराइदिएँ। हराएपछि म कहाँ जाउँ के गरौँ न मोबाइलमा चार्ज थियो मोबाइल पनि स्विच अफ होइन अनि म पनि यतिले झन्डै स्विच अफ भएको बिहानदेखि के खाँदैन जस्ट चिया र बिस्कुटको भर खाँदै घर फर्किने बेला 11 बजे थियो जङ्गल 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 आउँदा 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 हराएँ म कहाँ कहाँ पुग्यो थाहै भएन आफूलाई बल्ल 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 कहाँबाट एउटा बाटो भेटेर त्यो बाटोबाट बल्ल घर आइपुगेँ घर पनि कति 12:30 बजीतिर त्यहाँबाट यहाँ 1.5 घन्टा लाग्यो म हराएर गएँ सेट भोकले धन्दै मरेको घामले त्यस्तै भोकले त्यस्तै म बिचो अहिले आँसु निराला त्यो अघि चिलाइरहेको थिएँ त्यही नै हो गाइज अब चाहिँ म यहाँ यसो हुन्छ नि त घरेसी कामहरू होइन यो गाई भैँसीलाई कोडो दिन लाग्यो कोडो दिएपछि त्यसपछि घाँस हालिन्छ अनि हल्का सफा गरिन्छ त्यहाँको बस्ने गाई बस्तुहरू बस्ने ठाउँ सफा गरिन्छ त्यही नै हो आजको दिन यसरी नै बितेको गाइज कस्तो लाग्यो तपाईँहरूलाई यो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा सबजनालाई धेरै धेरै धन्यवाद मनैदेखि अनि अर्को कुरा भनेको चाहिँ लाइक एन्ड सब्सक्राइब एन्ड सेयर चाहिँ गरिदिनु होला सो यति नै थियो आजको लागि ब्लग अब अर्को नेक्स्ट ब्लगमा भेटौँला यो ब्लगको अनुसार हेरेर म ब्लग हालिहाल्छु ट्याङ्की ट्याङ त्यही नै गाइज ओके लेट्स गो अब नेक्स्ट ब्लगमा भेटौँला हस्त जय नेपाल